यो 10 वटा कुरा गर्नुभयो भने तपाईको भिजा रिजेक्ट हुन्छ। धेरै जसो केसमा बिकज अफ स्मल थिङ्स भिजा रिजेक्ट भइरा हुन्छ अनि भन्छन् लक नै खराब छ, तर इट हैज नथिङ टु डु विथ लक। यो भिडियोमा म यस्तै 10 वटा रिजन्सहरु भन्छु है त, जुन नेपाली स्टुडेन्ट्सहरुले रिपिटेडली इग्नोर गर्छन्। सो फर्स्टली कपी पेस्टेड एसओपी और जीएस डकुमेन्ट। एसओपी को कुरामा अल्छी नगर्नुस्, एआई और साथीको सार नै हैन नि फेरि। भिजा अफिसरले एसओपीहरु हजारवटा देखिसकेको हुन्छ एन्ड दे हैव टुल्स टु फिगर आउट प्लेजरिजम। फर एक्जाम्पल, एभर सिन्स चाइल्डहुड आई वाज प्लानिङ और ड्रिमिङ टु स्टडी इन अस्ट्रेलिया। कस्तो क्लिशे सुनेन? भिजा अफिसरलाई सब थाहा भइसकेको हुन्छ यो फर्स्ट लाइन देख्ने बित्तिकै। अफिसर्सहरुलाई अथेन्टिसिटी चाहिएको हुन्छ, तर यहाँ त अथेन्टिसिटी लेफ्ट द रूम। एसओपी मा स्टोरी हुनुपर्छ, टेम्प्लेट होइन। नाउ रिजन नम्बर 2, कोर्स मेक्स नो सेन्स। साइन्स पढेको मान्छेले कमर्सियल कुकुरी पढिरहेछ, आइटी पढेको मान्छेले हेयर ड्रेसिङ गरिरहेछ, अनि बिजनेस ग्रेजुएटले र्यान्डम डिप्लोमा। अनि भन्छन् कोर्स राम्रो छ, स्कोप छ, तर तपाईको प्रोफाइलसँग यो कोर्स म्याच हुन्छ त? यदि म्याच हुँदैन भने इभन इफ यु आर स्विचिङ फ्याकल्टिज, के तपाईले आफ्नो एसओपीमा यो सब जस्टिफाई गर्नुभएको छ त? रिजन नम्बर 3, वीक और फेक फाइनान्शियल स्टोरी। ब्याङ्कमा त पैसा छ, तर कहाँबाट आयो त? सडन डिपोजिट्स, क्लियर इन्कम सोर्स छैन, स्पोन्सरको अर्निङ्स पनि एक्सप्लेन भएको छैन। भिजा अफिसरले पैसा मात्र हेर्दैन, पैसा कहाँबाट आयो त्यसको स्टोरी पनि हेर्छ। रिजन नम्बर 4, भिजा त जसरी पनि लाग्छ भन्ने ओभर कन्फिडेन्स। यो चाहिँ डेन्जरस माइन्डसेट हो है। सबैजना गएको छन्, मेरो साथी पनि गयो, यो कन्सल्टेन्सीबाट अप्लाई गर्यो भने स्योर भिजा लाग्छ। तर भिजा अफिसरले तपाईको साथी होइन, तपाईको डकुमेन्ट्स र ब्याकग्राउन्ड हेर्छ। कन्फिडेन्स त राम्रै हो, तर ओभर कन्फिडेन्स चाहिँ रेड फ्ल्याग। ग्याप हुनु प्रब्लम होइन, त्यो ग्यापमा तपाईँले के गर्नुभयो त त्यसको क्ल्यारिफिकेसन नदिनु चाहिँ प्रब्लम हो। लजिकल एक्सप्लेनेसन दिनु होला, त्यही पनि प्रुफ सहित, नत्र भिजा क्यान्सल हुन सक्छ। रिजन नम्बर 6, इन्टरभ्यूलाई लाइटली लिने। इजी पिजी म बोल्न सक्छु भनेर चाहिँ नसोच्नु होला। इन्टरभ्यूमा सोध्ने क्वेसन्सहरु चाहिँ प्र्याक्टिस गर्नु होला, जस्तै वाइ दिस कोर्स, वाइ दिस युनिभर्सिटी एन्ड वाट आफ्टर ग्रेजुएसन। एन्सर चाहिँ एक्चुअली आई थिङ्क भनेर दिने चाहिँ होइन। भिजा इन्टरभ्यू भनेको मेमोरी टेस्ट होइन, अन्डरस्ट्यान्डिङ टेस्ट हो, त्यही भएर केयरलेस नगर्नु होला। कन्फिडेन्ट भएर स्टिक टु योर पोइन्ट्स। रिजन नम्बर 7, कन्ट्री चुज गर्ने बेलामा लजिकली नसोचेर कन्ट्री चुज गर्नु। सबैजना अस्ट्रेलिया जान्छन्, युके फास्ट हुन्छ, क्यानाडा पपुलर छ, फाइन, तर तपाईलाई चाहिँ के राम्रो हुन्छ त त्यो कन्ट्री चुज गरेर? पपुलर छ, धेरै नेपाली छन् चाहिँ नभन्नु होला। कन्ट्री चोइस पनि करियर लजिकमा बेस्ड हुनुपर्छ, जस्तै युएस इज पर्फेक्ट फर टेक स्टुडेन्ट्स। रिजन नम्बर 8, विक इङ्ग्लिस रेडिनेस। आइएलटिएस त राम्रै छ, तर कोर्स लेभल चाहिँ म्याच हुँदैन। भिजा अफिसरले स्कोर मात्रै हेर्दैन, रियलिस्टिक एबिलिटी पनि इभ्यालुएट गर्छ। लो स्कोर छ अनि हाई लेभलको कोर्स चुज गर्यो भने चाहिँ डाउट गर्न सक्छ। रिजन नम्बर 9, कन्सल्टेन्सीलाई नै सबै जिम्मा लगाइदिनु, आफूले केही पनि रिसर्च नगर्नु। सबै काम कन्सल्टेन्सीले गरिदिइहाल्छ, आफू चाहिँ चिलमा। अनि जब भिजा रिजेक्ट हुन्छ, कन्सल्टेन्सीले गल्ती गर्यो भन्छन्। त्यही भएर आफैले एक्टिभली पार्टिसिपेट गरौँ अनि मात्र डिसिजन लिगौँ। रिजन नम्बर 10, रस डिसिजन्स। अफर आयो, प्रेसर आयो, लास्ट इन्टेक हो, अनि केही नबुझी अप्लाई गर्यो, सब काम भ्याइदैन, आधा अधुरो डकुमेन्ट्स अनि केयरलेस डिसिजनले भिजा रिजेक्ट हुने चान्स हाई हुन्छ। त्यही भएर भिजा रिजेक्ट हुनुको सबभन्दा कमन रुट हो रस गर्नु। भिजा रिजेक्ट भयो भन्दैमा आफ्नो फ्युचरै सक्यो चाहिँ नसोच्नु होला। सो बेटर टु पज, प्रिपेयर, अन्डरस्ट्यान्ड एन्ड देन अप्लाई। भिजा लकको गेम होइन, यो लजिकको गेम। सिचुएसन बुझेर, प्रोफाइल बुझेर डिसिजन लिँदा चान्सेस विल अलवेज इम्प्रुभ। यदि तपाईँलाई यो भिडियो मन पर्यो अनि इन्फर्मेटिभ लाग्यो र यस्तै भिडियोहरू अरू हेर्न चाहनुहुन्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब टु आवर च्यानल। Select the best to be the best. Download Mobigo app now.